अनि नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई। म रजिना पुन हजुरहरू सम्पूर्णलाई फेरि पनि एउटा नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। आजको भिडियो चाहिँ मेरो नानी चाहिँ अब आजदेखि 2 महिना भयो। आज चाहिँ नानीको एउटा फोटोसुट गराइदिउँ कि भन्ने सोचले भिडियो सुट गर्न लाग्दैछु। हेर्दै गर्नुहोला मैले के गर्नेछु भनेर। अब चाहिँ म फर्स्टमा चाहिँ फुल टिप्ने काम गर्छु है साथीहरू। अफ गर्न थाल्नु भयो है सानो सानो यहाँ सुत्ने हो आज मेरो बर्थडे हो, 2 मन्थको बर्थडे हो। म नसुत्ने हो भनेको ल अब चाहिँ हामी सुरु गरौँ है त साथीहरू। म चाहिँ आज यही फुलहरू टिप्छु, देख्न सक्नुहुन्छ। यहाँ रङ्गी बिरङ्गी फुलहरू फुलेछन्। राम्रो राम्रो मात्रै टिपौँ कि नराम्रो टिपौँ? राम्रै टिपौँ न। यो हेर्नुहोस् कति राम्रो राम्रो छ। को आउँछ के होला? 10 नम्बर वडा कार्यालय कता हो बाबा? जान त 10 नम्बर वडा कार्यालय भन्नुभयो। 10 नम्बर कता हो? हाम्रो घर मात्रै 9। साथीहरू म चाहिँ यहाँ फुल टिप्दैछु है। ए हेर्नुहोस् साथीहरू, त्यहाँ नि कति राम्रो राम्रो फुल्यो, तर त्यो सानो छ। तर म त्यसलाई नि टिप्छु। तिमी फुललाई फुलको फरिया फेर्नु, फुलहरूकै छवि लाउनु। यहाँबाट चाहिँ मैले यति मात्र लिएँ साथीहरू, किनकि मैले अगाडिबाट टिप्छु, अरू चाहिँ त्यो सानो पनि टिप्दिनँ होइन। अब वैसे भी यो 1 दिनको लागि मात्रै हो कि साथीहरू। यो फुलहरू चाहिँ यो फुल चाहिँ सुन्न टिप्नु भन्नै सबै टिप्दिएको यार। यो फुल चाहिँ आज मात्रै फुल्छ क्या साथीहरू। भोलि चाहिँ फेरि अलि भरे नै यो ओइलिन्छ भने ओइलिन्छ यो। हाम्रो चाहिँ यहाँ फुल छ। यो फुल सब फुल हो। म फुल टिप्छु साथीहरू। आऊ यो लामो होला जस्तो यतिले पुग्दैन है साथीहरू। के गर्नु आया, माया लाग्ने फुल टिप्न नि। तर टिप्छु म टिप्छु। तर म टिप्छु।
साथीहरू मैले, किनकि यति भए पुग्छ होला मेबी, पुगेन भने म अहिले पछि आउँछु। अब चाहिँ हामी भित्र जान्छौँ। कति गर्मी बाहिर। अब चाहिँ म 2 बनाउँदैछु साथीहरू। 2 1 2 2 2 4 2 3 4 2 चौका 8 2 5 10 आफ्नैको लाग्दोरहेछ आस परदेशी देउन बास म चाहिँ यहाँ 2 बनाउन गइरहेको छु साथीहरू। 2 इजी वेमा, इजी फिजी वेमा। ए भगवान्, मलाई 2 बनाउन आएन है साथीहरू। हेर्नुहोस् लाजाको मानु। कस्तो हुन्छ है 2 बनाउनु। यस्तो हुन्छ, यस्तो हुन्छ। मैले चाहिँ यो भिडियो चाहिँ मेरो छोरीको पछि पनि उसले ठुलो भइसकेपछि युट्युबमा उसको भिडियो देख्दाखेरि खुसी होस् न है। यस्तो भिडियो त युट्युबले डिलिट नगरिदिएला नि त, पछि ऊ ठुलो भइसकेपछि। ओहो, म सानोमा यस्तो रहेछु भनेर। मैले चाहिँ बनाउन आँटेको हो कि आँटेकी हो। गुरुङहरूको चाहिँ बोल्ने के हो यस्तो खतरा डेन्जी भने डेन्जी। भाइ के बित्या छु है मेरो छोरीलाई। Voice at home. हेर्नेलाई चाहिँ लास्ट मोमेन्टमा निन्द्रा लागिसक्यो अरे, त्यही भएर उहाँ चाहिँ सुत्नुभयो। वेट गर्नु पर्यो उहाँलाई। अनि मैले चाहिँ आउटफिट चाहिँ यो 2टामा देनका लगाइदिन्छु होला। येल्लोवाला वाइट ड्रपिङ बोरो मोजा चाहिँ यो। तर उठ्ने पो कति बेला हो पर्वो। लु साथी हो, मेरो छोरी यस्ती भयो नि। यस्ती भयो नि, चाहिँ फोटो खिच्छु है। फोटो हेर्नुहोस् है, यसले बिगार्न आँटिसक्यो। मम्मीले फोटो खिच्न पाएन, ऊ छोरीले यस्तो बनाइदियो है साथीहरू। फोटो खिचेको छैन कि मम्मीले। उयो मेहनतको खेर फाल्यो मेरो मेहनत। पसिनै आइसक्यो भाइ, फेरि बनाउनु पर्यो। ए भगवान् के गर्ने होला भगवान्। हेर्नुहोस् मेरो महासाइनीलाई गर्मी भइसकेको अवस्था छ। उहाँले चाहिँ यो 10 चोटि बिगारिदिनु भयो मलाई। मैले फोटो खिच्दा पनि यस्तै हो। खुट्टा पनि डान्स हानेको हानेकै, हात पनि डान्स हानेको हानेकै, बिगारेकै छानुले है छानु। हो छानु बिगारेकै हो। मेरो हालत चाहिँ यस्तो भइसकेको छ साथीहरू। गर्मीले कति गर्नु भएको पावर भो। चितवनको टाढीमा होइन, चितवनको टाढीमा घामले मार्ने भयो। चितवनको टाढीको घामले मार्ने भयो मलाई। मेरो छोरी आउनुहोस् त मेरो छोरो। मेरो छोरी देखाइदिउँ न मामुसँग। मेरो छोरी देखाइदिउँ न। यो यस्तो कालो मामुको यस्तो गोरो छोरी कसको हो?
यो त निस्किएर भागिसक्यो साथीहरू। आहा उहाँ मेरो रानी चाहिँ अघि 5 मिनट 10-15 मिनट सुतेर उठ्नु भएको हो। अब मेरो छोरीले चाहिँ फेरि सुत्नु मन लागिसक्यो होला साथीहरू। अब नेक्स्ट भिडियोमा भेटौँला। यति नै आजको भिडियो। बाई बाई गर्दै छोडो। म रोइदियो होइन आजको लागि भिडियो यति नै साथीहरू। फेरि पनि अर्को नयाँ भिडियोमा हामी अवश्य नै भेट्नेछौँ। आशा छ हजुरहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो होला। अनि प्लिज लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हजुरहरू नयाँ हुनुहुन्छ भने झन् सब्सक्राइब गर्न चाहिँ बिर्सिँदै नबिर्सिनु होला है। यस्तै जे पाए त्यही भिडियोहरू म अपलोड गरिदिन राख्छु। आजको लागि यति नै भन्दै बाई बाई। मेरो छोरी न गएर बाई गर्छ यसरी माम देखाइन्छ। यता यता हेरिदिनु नहेर्ने रे उसलाई। मामुले उल्टो गऱ्यो। यता देखायो यता हेर्छ यता देख्यो यता हेर्छ। मेरो कालो त ल भयो